राप्ती गाउँपालिका वडा नम्बर 1 का समाजसेवी बुद्धिजीवी महिला दिदीबहिनीहरू मेरो आमाहरू तपाईहरु सम्पूर्ण आउनु भएको छ। हाम्रो गेट अगाडि तपाईहरुलाई हार्दिक स्वागत गर्दछौं। म आएको 1 महिना 2-3 दिन जति भयो। म आएको दौरानमा चोरी सम्बन्धीमै मैले 4 वटा अहिले मुद्दा चालु भएको छ। हिजै एउटा मुद्दा अनिल चौधरी कारागार पूर्वपक्षको लागि कारागार गएको अवस्था छ भने अझै 3 वटा मुद्दा चाहिँ मैले यहाँ भित्र चलिरहेछ। 3 वटामा एउटा प्रियंका चौधरीको घरमा चोरी भएको, अर्को रविलाल चौधरीको घरमा चोरी भएको, अर्को हरि बहादुर चौधरी उसको घरमा चोरी भएको र अर्को तारा गौतमको फागुनको 23 गते 20 तोला चोरी भएको मुद्दामा मैले 4 जना लेडिजहरु के बहिनीहरु अन्डर एजको, 1 जना अन्डर एजकै बच्चा अनि त्यसमा सुन किन्ने एउटा सिसनियाको सुन व्यवसाय र अर्को लमईमा गएर पनि मैले त्यहाँको लमईको सुन पसललाई समेत त्यसको सम्पूर्ण सुनहरु सहित लिएर यहाँ अहिले इन्भेस्टिगेसन भइरहेको अवस्था छ। अब हिजोको पक्कै पनि त्यो हिजोको जो घटना भयो त्यसमा तपाईहरुले हामीलाई सचेत गराउनु एकदम त्यसमा सराहनीय छ। यसको लागि हामी पनि एउटा योले गर्दाखेरि हामीलाई अझ तपाईहरुले सचेत गराइदिनु हो, त्यसको लागि थ्यांक यू। र हामीले हाम्रो गर्नुपर्ने ड्युटीहरु चाहिँ गरिरहेका छौं। हिजोबाट मैले नि एउटा स्ट्र्याटेजी के बनाएको छु भने राति 10 बजेपछि हस्पिटल जाने र इम्पोर्टेन्ट काम बाहेकको अन्य मान्छे हिँड्छन् भने सब जतिलाई चाहिँ भेटे जतिलाई सबलाई ल्याउने, राति राख्ने, स्क्यानिङ गर्ने। दोस्रो दिन चाहिँ उनीहरुको के छ त त्यही अनुसार चाहिँ गरे। अब अर्को हाम्रो विकनेस मैले कहाँ देखे भने कसैले फेसबुकमा बढी राख्छ, मेरोमा चाहिँ अब त्यो फेसबुकमा राखिएन। न्यूज मैले दिउँ भन्दाखेरि अब मैले पनि दिन पाउन प्रवक्ता थ्रु दिनुपर्छ, तर मैले गरेको कार्यक्रमहरु के छन् भनेर अब यहाँ पत्रकारजीहरुले एक महिनामा मेरो अपडेट लिनुहुन्छ भने त्यसको चाहिँ म दिन तयार छु। अब अर्को कुरा लागु औषधलाई न्यूनीकरण गर्ने हो। अब न्यूनीकरण गर्ने भने पक्कै पनि पुलिस एक्लैको प्रयासले सम्भव छैन। त्यसमा तपाईहरु जस्तै युवा समाजसेवी साथीहरु, आमा समूहहरु, स्थानीय सरकारहरु मिल्नुस्, प्रोग्राम बनाऊ, प्रपोजल चाहिने भने प्रपोजल म पेश गरिदिन्छु। गाउँपालिकासित त्यो स्थानीय सरकारसित त्यो समन्वय गरौँ। राप्ती गाउँपालिका हाम्रै के लुम्बिनी प्रदेशको राजधानी हाम्रै गाउँपालिकामा छ। यही ठाउँ सुरक्षित भएन, यो ठाउँ कस्तो हुन्छ भन्ने कुराले यो सम्पूर्ण लुम्बिनी प्रदेश देखाउने हुनाले यसको लागि पनि तपाईहरुसित पाइलामा म साथ सपोर्ट दिन तयार छु। यो कुरामा म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र यस्ता कुराहरुलाई चाहिँ तपाईहरुले आउनुस्, सल्लाह गरौँ, समन्वय गरौँ, त्यसरी अगाडि बढौँ भन्ने कुरा पनि मैले हजुरलाई जाहेर गर्न चाहे। अब अर्को कुरा मैले अहिले भाषणकै उसमा सुने, अब हजुरको आक्रोश हो, त्यो स्वाभाविक नै हो। म पनि त्यो ठाउँमा भएको भए म पनि त्यस्तै भन्थे। तर यहाँ कस्तो छ भने अनुसन्धान गर्ने मात्र पुलिसले हो, सरकारी वकिल हुँदै अदालतमा जान्छ, अदालतले दोषीको सामान, प्रमाण र कति मात्रामा चोरी गरेको छ त्यही अनुसार सजाय गर्ने हो। कसैको सानो थियो होला, त्यसलाई अब सम्मानित अदालतले छोड्दियो होला, त्यसमा हाम्रो के रे त्यो हेर्ने भन्ने त केही पनि हुन्न। हामीले हाम्रो बाटो भनेको नितान्त अनुसन्धान मात्रै हो। तपाईहरु पनि एउटा सभ्य समाजको नागरिक भएको हुनाले तपाईहरुले भएका सूचनाहरु हामीलाई दिनुस्, नभए 100 मा फोन गर्यो भने उता निशुल्क नम्बरमा जान्छ। हामी जुनसुकै बेला पनि बाटोमा लाग्ने समय बाहेक हेरिराख्नुस्, घडी हेर्नुस्। बाटोमा लागेको त्यो अब गाडीबाट आछ भने गाडी, मोटरसाइकलबाट आछ भने मोटरसाइकल, पैदल आछ भने पैदल, त्यो बाहेक 5 देखि 10 मिनेटमा मेरो टोली राप्ती गाउँपालिकाको जुनसुकै क्षेत्रमा पनि पुग्छ। म त्यो हिसाबले जान्छु र त्यो हिसाबले हामी खटिन्छौँ भने यो कुरा पनि मैले हजुरलाई चाहिँ प्रतिबद्धता जनाउन चाहन्छु। अब कुरा आयो हिजोको 5 जनाको सम्बन्धमा के छ भनेर। अब हिजोको